सम्पूर्ण साथीहरूलाई र आजको मेरो युट्युब च्यानल न्यू भ्लगमा नयाँ भिडियो मैले लिएर आएको छु हैन। र मेरो दैनिक जीवन कसरी चल्छ, कसरी चलाउँछु, मेरो शारीरिक अवस्था कस्तो छ र त्यो अनुसार मैले भिडियोहरू लिएर आएको छु। भिडियोतर्फ चाहिँ मेरो नुहाउने दिन, त्यो भएर अब नुहाउन चाहिँ के भने म खाटमा सुतेर जिउ झारेर नुहाउँछु नि त। अब ट्याङ्की छैन, धारा छैन, समस्या छ हैन। अनि त्यो भएर अलिकति असजिलो हुन्छ, अनि त्यो भएर खाटमै नुहाउँछु। नानीले हेल्प गर्नको लागि त्यो व्हिलचेयरमा बसेर नुहाउँदिनँ, किनभने व्हिलचेयरमा नुहाउँदाखेरि चाहिँ पानीले गर्दा व्हिलचेयरहरू छिटो बिग्रिने हुन्छ, अनि अब ल्याउन सकिँदैन नि त, गाह्रो हुन्छ। अनि त्यो भएर म चाहिँ आरीमा नुहाउँछु हैन। खाटमा सुतेर अनि बाल्टीमा पानी राखेर हल्का नानीले हेल्प गरिदिन्छ, अनि आधी जिउहरू नुहाउने, आधी त अब प्राय पुसेर पनि हुन्छ, अनि आधी चाहिँ अब टाउकोहरू, घाँटीहरू, आधी छातीहरू चाहिँ पानी हालेर नुहाउँछु, हाल्दिन लगाउँछु अनि नुहाउँछु हैन। हेल्प गर्छ मलाई चाहिँ नानीले हैन। र मैले नुहाइसकेर अनि अब चाहिँ व्हिलचेयरमा बसेर ट्रान्सफर भएर अनि बाहिर जाँदैछु हैन। अनि मेरो काम गर्ने रुमतिर हिँडेको साथी हो है। र हामीले जीवनमा के हुन्छ भने जतिसुकै अशक्त भए पनि, अनि हाम्रो शरीर जस्तो सुकै अवस्थामा भए पनि र त्यो अवस्थामा रहँदा अनि कसरी के गर्न सकिन्छ, हामीले त्यही कुराहरू चाहिँ अपनाएर हामीले जीवनमा चाहिँ अगाडि बढ्नुपर्छ। मतलब म सक्दिनँ, मेरो शरीर चल्दैन भनेर हामीले चाहिँ एउटा हुन्छ नि, मन मारेर हिम्मत हारेर चाहिँ बस्नु हुँदैन हैन। कोसिस गर्नुपर्छ अगाडि बढ्ने जहिले पनि। अनि यो चाहिँ मेरो अब काम गर्ने रुम हो। यहाँ 2, 4, 5 दिन भयो, लगभग 5-6 दिन भयो काम गर्न नसकेको। अनि यहाँ सबै सामानहरू यताउता मिलाउनु पनि पर्नेछ, अनि सफा पनि गर्नुपर्ने छ धेरै हैन। र सधैँ पनि काम गर्न सकिँदैन, टाइम मिलाएर कहिले। भिडियो हेरेर हजुरहरूलाई चाहिँ कस्तो लाग्यो हैन, प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला हैन। र यस्तै भिडियोहरू लिएर म आउनेछु, र सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला है।